सम्पूर्ण साथीहरूलाई नमस्कार। म आमान श्रेष्ठ, मञ्जुश्री ग्रुपको फाउन्डर। युवा समृद्धि अभियान र युवाहरूलाई आर्थिक रूपमा स्वतन्त्र हुनुपर्छ र बनाउनुपर्छ भनेर हामीले आवाजहरू उठाउँदै आएका छौँ र हाम्रो बहस उत्पादन, उद्यमशीलता र उद्योगसँग केन्द्रित हामीले कामहरू गर्दैछौँ र ती बहसहरू र त्यो विचारहरूलाई हामीले समाजका व्यक्तिहरू, समाजका युवाहरूले सुनिदियोस् र त्यो सुनेर समाजभित्र लागू गर्नलाई सहयोग हामीलाई गरोस् र आफै पनि गरोस् भनेर हामीले यी बहसहरू गर्दै नै आएका छौँ। आज अलिकति उद्यमशीलता, उत्पादन र उद्योगभन्दा अलिकति टाढा गएर अलिकति पर बसेर हामी कुरा गर्दैछौँ। किन भन्दाखेरि देशभरि नै चुनावको माहौल छ। चुनाव हुँदैछ 21मा, फागुन 21मा। अब यो चुनाव हुने क्रममा आफ्नो जन्मभूमि, आफ्नो कर्मभूमि पनि है हजुर, जन्मभूमि र कर्मभूमि पनि मेरो एउटै छ। अहिले त्यसलाई बेस बनाएर मैले देशैभरि उद्यमशीलताको आवाज उठाउँदै उद्यमशीलतालाई अगाडि बढाउँदैछु। हामी र हाम्रो समूहले, म मात्र नभएर मेरो पछाडि टिमले काम गर्छ। टिमले कामहरू गर्दै हामीलाई अगाडि बढाउँदैछौँ, बढाउँदै आएका छौँ। र यो विषयमा किन कुरा गर्न खोजिरहेको छु? राजनीति चेतना हुनुपर्छ जनतामा। किन त हामी त नन पोलिटिकल मान्छे हो, गैर राजनीति व्यक्ति, र पनि हाम्रो एक भोटले राजनीति गर्ने व्यक्तिलाई अगाडि सार्दै हाम्रो समाजमा आमूल परिवर्तनको आशा हामी युवा र हाम्रा समाजले गर्दै आएका छौँ। यो विषयमा अब भक्तपुर क्षेत्र नम्बर 2 को तपाईहरुलाई कुरा गर्दैछु है। किन भन्दा यो क्षेत्रमा मेरो भोट एउटा जान्छ र एउटा भोटलाई पनि सही तरिकाले हामीले हाल्नुपर्छ, सही मान्छेलाई हाल्नुपर्छ र त्यो क्यान्डिडेट, त्यो जुन खाली हामीले दिएको भोट जितेर जाने मान्छेले हाम्रा मूलभूत समस्याहरूलाई केलाउनुपर्छ, हाम्रो समाजमा भएका अन्तर्विरोधलाई चिरेर समाजलाई एउटा नेक्स्ट लेभलमा लग्नुपर्छ भन्ने मेरो मान्यता पहिलेदेखि हुँदै आएको छ। अब तपाईहरुलाई मैले के भन्दैछु भन्दाखेरि, अब हामीले हाम्रा क्यान्डिडेटहरू पाए 5-7 जना छ अहिले क्षेत्र नम्बर 2 बाट उठ्ने। यी 5-7 जनाबाटै एउटाले जितेर जाने हो हजुर। तपाई हाम्रो भोट लिएर जितेर जाने हो। अब यो व्यक्तिहरू, जो व्यक्तिहरू 5-7 जना क्यान्डिडेट भएर भक्तपुर क्षेत्र नम्बर 2 को समृद्धि, भक्तपुर क्षेत्र नम्बर 2 लाई अब्बल क्षेत्र बनाउने भनेर आएका छ, उहाँहरूको मुद्दाहरूलाई मैले हेरेँ, केलाएँ। उहाँहरूको चेतना, उहाँहरूको विचार के छ, समाजलाई रूपान्तरण गर्नलाई उहाँहरूको योगदान के रहन्छ त? हुने त योगदानै हो, कानुन बनाउने ठाउँमा कानुनै बनाउने होला हैन हजुर। अब यी कुराहरूलाई हामी नर्मल मान्छेले के बुझ्नुपर्छ? हाम्रो मूलभूत समस्या के छ अहिले? हाम्रा स्थानीय यही भएका मान्छे पनि आर्थिक रूपले जो चाहिँ तपाईको हजारौं वर्षदेखि बस्दै आएका छ, उहाँहरूको समस्या नि के छ भन्दाखेरि आर्थिक रूपले स्वतन्त्र हुन नसक्नु। के हो त आर्थिक रूपमा स्वतन्त्र हुने भने? के हो रोजगारी, के हो उद्यमशीलता, के हो उद्योग भन्ने विचारै छैन, जिरो छ। होला 10% मान्छेले गरिरहेछ र पनि उसले नेक्स्ट लेभलमा एउटा मल्टिनेसनल कम्पनी कसरी बनाउनु पर्छ, नेसनल कम्पनीहरू बनाउँदै यहाँभित्र भएका युवाहरूलाई अब्बल कसरी बनाउनु पर्छ भनेर यी 5-7 जनाले पनि सोचेको मैले देखेनम। अब सोच्छ कसले त? सोच्नुपर्छ किन त? यी कुराहरू सोचेन भने हाम्रो समाज कुन दिशातिर जाँदैछ त? यी कुराहरू त हामीले बुझ्नुपर्ने होला नि त। जबसम्म हामी आफूलाई नै आर्थिक रूपले समृद्ध बनाउन सक्दैन, आत्मनिर्भर हुन सक्दैन भने म मेरो समाजको बारेमा कल्पना गर्नु बेकार हो हजुर। पहिला आफ्नो परिवारलाई सफल बनाऊ। जब तपाई र तपाईको परिवार सबल हुन्छ, आत्मनिर्भर हुन्छ, उद्यमशीलता तपाईहरु गर्नुहुन्छ भने त समाजले गर्ने कुराहरू हो नि त हजुर, हैन? ती भएर विनम्रताका साथ अनुरोध हामीले के गर्नुपर्छ भने अबको जाने
हाउसमा जाने, संसद भएर जाने व्यक्ति यस्तो हुनुपर्छ कि भोलिको दिनमा उहाँले गर्ने परिवर्तनहरू यी हुनुपर्छन् कि भक्तपुर क्षेत्र नम्बर 2 लाई आइटीको हब बनाउन सक्दैन हामीले? हाम्रा युवाहरू छैन? छ हजुर, र पनि हाम्रा युवाहरूले अवसर पाएको छैन। के भक्तपुर क्षेत्र नम्बर 2 लाई हामीले उद्यमशीलताको ट्रेनिङ सेन्टर हब बनाउन सकिँदैन हामीले? देशैभरिबाट आएका युवाहरूलाई प्रशिक्षण गर्ने, उद्यमशीलताको बारेमा हामीले ज्ञान दिने, के हो उद्यमशीलता किन गर्नुपर्छ, उद्यमशीलता गरेर हामीले समाजभित्र के खाली परिवर्तन ल्याउन सकिन्छ भन्ने कुराहरूको बहस र त्यो खाली इन्स्टिट्युटहरू के भक्तपुर क्षेत्र नम्बर 2 मा बन्न सक्दैन? सक्छ हजुर। यी कुराहरू हेर्नु, जबसम्म हामी तपाईँ आत्मनिर्भर हुन्न, सबल हुन्न, आर्थिक रूपमा स्वतन्त्र हुन्न, हामीलाई जो व्यक्ति आए पनि त्यही हो हजुर, हैन? अब यी व्यक्तिहरूले हाम्रा यी कुराहरूलाई सुनिदिने हो, यी कुराहरूलाई इन्स्टिट्युट कानुन बनाएर लागू गर्ने क्षमता डेभलप गर्ने व्यक्तिलाई तपाईँ हामीले चुन्नुपर्छ। हेर्नुहोस् है, किन भन्दैछु भने हामीले यो 3 वर्ष अगाडिको जुन घटनाक्रम हुँदै थिमी क्षेत्र नम्बर 2 का युवाहरू र क्षेत्र नम्बर 2 का चाहिँ जनताले भोग्नु परेको समस्या त हामीलाई थाहा छ नि त। हामी त 24 घण्टा समाजभित्र, समाजमा सेवा दिएर उद्यमशीलता गर्दैछौँ हजुर, सानो ठुलो कुनै नभनिकन काम। किन भन्दाखेरि समाजलाई सर्भाइभ गराउनलाई, समाजलाई एउटा अब्बल ठाउँमा एउटा चाहिँ अब्बल समाज बनाउनलाई हामीले कसै न कसैले इन्डाइरेक्ट रूपमा योगदान दिनुपर्छ। त्यो योगदानी एक एकजनाले आफूले गरेको कर्मबाट बन्ने समाजको फेस हो। ओके, म के गरिरहेको छु भन्दाखेरि मलाई यति बोल्ने र यति सोच्ने र यति भन्ने मान्छे यी समाजले बनाएको हो। कतिलाई बनाउन सकेन होला, त्यो आफूमा पनि खुबी पर्ने हो। र त्यो समाजको स्कुलिङ कस्तो हुन्छ त, त्यो स्कुलिङले पनि भर पर्ने हो कि हजुर, कस्तो मान्छे हामी बन्छौँ भन्ने कुरा। समाजले नेगेटिभ मात्र दिन्छौँ, क्रिटिसाइज मात्र दिन्छौँ, अनप्रोडक्टिभ विचार मात्र दिन्छ भने हामी पनि त्यस्तै बन्छौँ। हो, समाजले उत्पादन हुने कुराहरू दिन्छ, समाजले हाम्रो सोच पनि उत्पादन सकारात्मक परिवर्तनतिर जानुपर्छ भन्ने एउटा विचार दिन्छ। हामी युवालाई नवप्रबोधनलाई प्रोत्साहन गर्छ, तिमीले गर्नुपर्छ, तिमीले सक्छ, तिमीले सकेन भने समाज छ है तिमीलाई ब्याकअप दिने भन्ने विचारहरू दिँदै गयो भने त्यस्ता व्यक्तिहरू उत्पादन हुँदै जाने हजुर। यो कुराहरू तपाईँ हामीले बुझ्नुपर्छ। अब समर्थन गर्ने कुरा आए हजुर, हामीले कसलाई कुन क्यान्डिडेटलाई तपाईँ हामीले जिताएर पठाउनुपर्छ भन्ने कुराहरू। अब यसमा हामी फेरि पनि बहस गर्छौँ हजुर, समय अझै पनि छ हामीसँग, 21-22 दिन समय छ। यसमा एकदम वर्कआउट गर्छौँ, सबैको विचार बुझ्छौँ। त्यो विचार, हामी व्यक्ति केन्द्रित छैनौँ है हजुर, हामी समाजमा आमूल परिवर्तन आउनुपर्छ। अबको समाज वैज्ञानिक पद्धतिबाट अगाडि बढिसक्यो हजुर। हाम्रो समाज क्षेत्र नम्बर 2 जसमा चाहिँ धेरै कोर बस्तीहरू छ कि हजुर, थिमीभित्र मात्र छैन, थिमीबाट बसै सरेर गएका बालकोट, तपाईँको सिरुतार, गाम्चामाथि या बोडे या नगदेश या तपाईँको टिङ्नी, हरेक ठाउँमा कोर बस्तीहरू छ। र कोर बस्तीहरूको एउटै मात्र समस्या के, धेरै मान्छेलाई चाप्लुसी गर्दैन कि हजुर, चाप्लुसी गरेर हिँड्दैन, ऊ आफ्नै कर्म पनि गरिरहेको हुन्छ। र तपाईँको यस्तो पनि युवा साथी पाए जसले चाहिँ तपाईँको पर डे 600 रुपियाँमा उसले काम गरिरहेछ, एकदम श्रम गरिरहेछ। हेर्नुहोस् है, दिनभरि भारी बोक्छ, दिनभरि पसिना चुहाउँछ, उसले पाउँछ 600 रुपियाँ मात्र। त्यो युवाको बारेमा हामीले सोच्नु पर्दैन? 600 मा के आउँछ हजुर? अहिले परिवार पाल्न सक्छ हामीले? एउटा परिवार पाल्न मिनिमम पनि तपाईँको 30,000 भन्दा माथिको हामीलाई इन्कम हुनुपर्छ। परिवार छ, छोराछोरी छ भने झन् बढी जान्छ। स्कुल, शिक्षा, स्वास्थ्य यति महँगो छ हेर्नुहोस् है। त्यो भएको भएर हामीले यो पालि सोच्नुपर्छ, विचार गर्नुपर्छ भनेर म तपाईँहरूसँग बोल्दैछु, राजनीतिको बारेमा छलफल गर्दैछु। अबको हाम्रो भोट एउटा भोट पनि खेर नजाओस्। यही भोटले हामीले हाम्रा प्रतिनिधि हाउसमा पठाउने हो, हाम्रा क्षेत्र नम्बर 2 मा भएका समस्याहरू र सम्भावनाहरूलाई केलाउँदै अवसरहरूलाई ल्याउने हो।
अवसरबाट युवालाई एउटा अब्बल आर्थिक रूपमा स्वतन्त्र हुने युवा, आत्मनिर्भर हुने युवा, हरेक घरमा उद्यमशीलता र उत्पादन र उद्योगको कुरा गर्ने युवा हामीलाई चाहेको छ क्या अहिले हजुर। कसैको कुरा काट्ने होइन क्या हजुर। उसले राम्रो गरेछ, उसले नराम्रो गरेछ होइन हजुर, उसले गर्न सक्ने सम्भावनाहरूको बारेमा बहस गर्ने हो कि हजुर। हामीलाई कसैको खुट्टा काट्नु छैन, खुट्टा तान्नु छैन। आज केही समय दिएर मेरो यो भिडियो हेरिदिनु भयो, हृदयदेखि नै तपाईँहरूलाई धन्यवाद छ। हामी चुनाव लक्षित कार्यक्रम गर्दैछौँ। यसरी नै हामीले सक्ने, हामीले बोल्न सक्ने, हामीमा भएका कुराहरू बोल्नुस् र अब हामीले बाहिर निस्किनुपर्छ, बाहिर खुलेर बोल्नुपर्छ, बाहिर हाम्रा चाहिँ विचारहरूलाई डेलिभरी गर्न सक्ने गरी अब युवा आउनुपर्छ। थिमी र क्षेत्र नम्बर 2 का युवाहरू सक्षम छ, योग्य छ। क्षेत्र नम्बर 2 का युवाहरू देशैभरि देशलाई बनाउनलाई, देशका अहिले भएका समस्याहरूलाई हल गर्नलाई सक्षम युवाहरू हामी कहाँ छौँ। क्षेत्र नम्बर 2 ले पनि यस्तै युवाहरू, यस्तै सोच विचार भएका प्रतिनिधिहरूलाई हामीले चुनेर पठाउँछौँ। यो भित्र फेरि पनि बहस गर्छौँ। अलि धेरै नै बोले जस्तो लाग्यो। हृदयदेखि तपाईँलाई धन्यवाद कि समय दिएर मेरो भिडियो हेरिदिनु भयो। जय देश।